हेलो दर्शन नमस्ते सबैजनालाई। म हुँ रमेश नेपाली। यतिखेर तपाईहरु हेर्दै हुनुहुन्छ रमेश नेपालीको युट्युब च्यानल। र साथीहरु, मैले सदाको भ्लग भिडियोहरु, इन्फर्मेसनका भिडियोहरु लिएर आउने गर्थे, विशेष गरी दुबईलाई मध्यनजर गर्दै। र भने आज भने म अहिले अबुधाबीमा छु र मैले आज फेरि अहिले नेपालमा यस्तो हल्ला चलिरहेको छ। नेपाल अब नेपालीहरुलाई चाहिँ दुबईमा एलाउड छैन, भिसाहरु नदिइरहेको अवस्था छ। अब भन्ने कुराहरु छन्। कति कुराहरु भिजा नदिएको अहिले साँच्चै नै हो, किनभने अहिले नेपालीहरुलाई चाहिँ एकदम गाह्रो छ। नेपाली अरु 5-6 देशहरु पनि हरुलाई पनि दिएको छैन र त्यो मध्येमै एक नेपाल पनि हो। अहिले नेपालमा हालै एउटा जेन्जीको आन्दोलन पछि धेरै क्षतिहरु भएको र जेलहरु तोडफोड भएर चाहिँ त्यहाँबाट मान्छेहरु भागाभाग भएको र त्यही कारणले पनि अब विदेशीले रोक्यो भन्ने कुराहरु छन्। त्यो पनि हुन सक्छ। विशेष गरी यहाँको चाहिँ दुबईमा घुम्न आउने भिजिट भिसामा यहाँ आएर भिजाहरु नलाउने, त्यतिकै खल्लीबल्ली भएर कामहरु आफ्नो तरिकाले गर्ने, गैर कानुनी कामहरु चाहिने काम पनि गर्ने, नचाहिने काम पनि गर्ने धेरै मान्छेहरु चाहिँ त्यस्तो भएको हुनाले चाहिँ यहाँको सरकारले छानबिनको लागि चाहिँ यो सब गरेको र जो जति यहाँ ओभरस्टेमा बसेका मान्छेहरुलाई समातेर लाने, डिपोर्ट गर्ने कामहरु पनि भइरहेको छ। तपाई हामीले सुन्दै आएको हैन। त्यो कारणले पनि हो र अब होला, अब त्यो जेन्जीको कारणले पनि होला, केही त्यो चाहिँ हो नै भन्न सकिन्न। र अब चाहिँ तपाई हामीले चाहिँ देखे अनुसार अब दुबईमा अब ठ्याक्कै खुल्दा बित्तिकै अब धेरै ठूला डिमान्डहरु आउँछन् दुबईमा, किनभने दुबई अरु देशमा पनि र तपाईहरु चाहिँ अब तयारी अवस्थामा भएर आउनु होला। जो जति पहिलो चोटी विदेश आउँदै हुनुहुन्छ उहाँहरुलाई चाहिँ के जानकारी गराउन चाहन्छु भने म तपाईहरु चाहिँ केही सिपहरु सिकेर मात्रै आउनु होला। अब हामी मेन पावरमा एजेन्टलाई दिने पैसा त ऋणधन गरेर खोजेर दिइन्छ हैन। अब यहाँ आइसकेपछि के काम गर्ने भन्ने कुरा हुन्छ। अब त्यो काम मैले जे पनि गर्छु पैसा भयो हुन्छ मलाई भन्यो भने जे पनि भनेपछि कुरो बिग्रिन्छ। किनभने हामीमा एउटा लक्ष्य हुन पर्छ। तपाई होटल लाइनमा काम गर्नुहुन्छ भने वेटर, अब कुक हैन, बारिस्टा, यस्ता धेरै हुन्छ त्यहाँ र त्यो सिकेर आउन सक्नुहुन्छ। एउटा सिक्नुस्। तपाईहरुलाई सबै अलराउन्डर सिक्न पर्छ भन्नु छैन। तपाई कुक गर्नुहुन्छ भने खाना बनाउने सम्बन्धीमा कामहरु सिक्नुस्, अलिकति बेसिक नलेजहरु लिनुस्। वेटरमा पनि त्यस्तै हुन्छ, अलिकति बेसिक नलेजहरु लिनुस्। ड्राइभरको हो भने तपाई नेपालमा लाइट ड्राइभर, हेभी ड्राइभर हुनुहुन्छ भने झन् राम्रो एउटा लाइसेन्स चाहिँ लिनुस् हैन। राइडर, बाइक चलाउने, डेलिभरीको कामहरु गर्ने हुनुहुन्छ भने राइडरको पनि लाइसेन्स हुन्छ, त्यो लिनुस् हैन। अब त्यस्तै गरी अब कन्स्ट्रक्सनमा घर बनाउने कामहरु हुनुहुन्छ भने हैन, अब कार्पेन्टर अनि मेसन अनि प्लास्टर, प्लम्बर, वेल्डर सबै कामहरु अलिकति बेसिक कामहरु एउटा सिक्नुस् के। तपाईहरु कार्पेन्टरमा घर बनाउनेमा कार्पेन्टर सिक्नुस् हैन, एउटा नभए अर्को वेल्डिङको कामहरु सिक्नुस्। काम चाहिँ एउटा चाहिँ लिएर आउनुस् वहाँबाट। नत्र भने यहाँ आइसकेपछि अब जे पनि काम गर्छु भनेपछि कुरो बिग्रिन्छ। जे पनि काम लाउने भए अब त्यो भएको हुनाले तपाईले यहाँ आइसकेपछि तपाईलाई अब काम सिक्ने अवसर मिल्ला नमिल्ला, पहिला आफ्नो ट्रेडमा आउनु भयो भने त त्यही अनुसारले काम हुन्छ नि त यहाँ। त्यो हो। र तपाईहरु अहिले नेपालमा हुनुहुन्छ, नेपालमा अहिले खुलेन भनेर नआत्तिनु होला, किनभने अब हरेक कुराको चाहिँ समस्याको समाधान गर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले अलिकति यहाँ ब्रेक लिएको जस्तो मैले बुझ्नमा आएको छ। र अहिले चाहिँ तपाईहरु नआत्तिकिन बस्नु होला आफ्नो घरमा बसेर पनि गाउँतिर गएर क्यारम बोर्ड खेल्ने, भट्टीतिर गहलाउने नगर्नु होला। आफ्नो घरको काम त गर्नुहुन्छ होला, गर्न पनि पर्छ। र दाजुभाइ तथा दिदीबहिनीहरु, तपाईहरु चाहिँ अहिले धैर्यताका साथ नेपालमै अथवा कहीँ हुनुहुन्छ अरु देशमा जागिर गरिराख्नु भएको छ, यही देशमा भने पनि नछोड्नु होला। अहिले भिसा लाउन एकदम प्रब्लम भइरहेको छ। तर अब खुल्न त खुल्छ, अब कहिले खुल्छ, खुलिसकेपछि भने यहाँ
विदेशमा चाहिँ भ्याकेन्सीका चाहिँ खाँचो हुँदैन। तपाईँ हामीले चाहिँ यो बुझ्न र देख्न सक्छौँ। अहिले चाहिँ टाइट छ। त्यस्तै हो, अहिले कुनै कम्पनीले यहीँ दुबईबाट एक्जाम्पल, अब दुबईमै अब पहिला दुबईमै काम गरेको, अब अहिले फेरि अर्को कम्पनी चेन्ज गर्न पनि अलि अखजिलो भइरहेको अवस्था छ। कुनै कम्पनीको कम्पनी हेरेर हुन्छ, फेरि कुनै क्याटेगोरी अनुसारको हुन्छ। अब पहिलो र दोस्रो क्याटेगोरीको कम्पनीले चाहिँ भिसा सजिलै लाउन पाउँछ भने त्योभन्दा अलि पहिला तलको क्याटेगोरीको मान्छेहरूले चाहिँ कम्पनीहरूले चाहिँ भिसा लगाइदिन एकदम गाह्रो हुन्छ। त्यो भएर ट्याक्कै पनि नछोड्नु होला काम, होइन? पछि गएर दुःख हुन्छ नि त काम नपाएपछि। र दाजुभाइ तथा दिदीबहिनीहरू, अब तपाईँहरूले यो भिडियो कहाँबाट हेर्नु भएको छ, तपाईँहरूको आफन्तहरू पनि पुर्याइदिनु होला, ताकि हामी सबैले चाहिँ बुझ्न जरुरी छ। र यदि तपाईँहरूलाई शङ्का लाग्छ र केही कुराहरू अझै डिटेलमा यो भिडियोमा नबुझेको कुराहरू बुझ्न चाहनुहुन्छ भने मेरो यो डिस्क्रिप्सनमा मेरो फेसबुकको लिङ्क छ, त्यहाँ गएर मलाई मेसेज पनि गर्न सक्नुहुन्छ र जानकारी लिन सक्नुहुन्छ। मैले सकेको मेसेज रिप्लाई गर्ने प्रयास गर्छु, किनभने अहिले यो ठाउँमा चाहिँ एकदम गाह्रो छ, है त? र मैले हिजो पनि एउटा भिडियो हालेको थिएँ, तपाईँहरूले राम्रोसँग रेस्पोन्स दिनुभएको थियो। त्यो भएको हुनाले मैले त्यसैसँग रिलेटेड अर्को भिडियो बनाएको हुँ। र तपाईँहरू चाहिँ कति पनि नअत्तालिनु होला, धैर्यताको साथमा जहाँ हुनुहुन्छ त्यहीँ बस्नु होला। अब खुलेपछि चाहिँ तपाईँहरूलाई अब जहाँ भिजा लगाउनु भएको थियो त्यहाँबाट पनि भिसाहरू आउन सम्भावना हुन्छ। अब नयाँ डिमान्डहरू पनि आउँछ। अब भिजिटमै आउनुहुन्छ भने पनि तपाईँहरूसँग सिप र तपाईँहरूसँग काम गर्छु भन्ने कन्फिडेन्टका साथ भिजिटमा आएर आफै काम गरेर खोजेर गर्छु भन्ने कन्फिडेन्ट बोकेर चाहिँ यो ठाउँमा आउनु होला। मेरो दाइले लगाइदिन्छ के अरे, मेरो एजेन्ट छ उसले लगाइदिन्छ के अरे भनेर आउनुभयो भने यो ठाउँमा आइसकेपछि यहाँ तपाईँको गाउँको दाइले पनि चिन्दैन, तपाईँको गाउँको काकाले पनि चिन्दैन तपाईँलाई, है? सबै यहाँ चाहिँ दलेमा कन्भर्ट भइसकेका हुन्छन्। त्यो भएको हुनाले यहाँ तपाईँको इष्टमित्र भनेर चाहिँ उनीहरूको आड लिएर चाहिँ यहाँ नआउनु होला। तपाईँको कुनै अब होइन, कसैको त अब आफ्नै होला, केही होला, उहाँहरूले गरिदिनुहुन्छ होला। तर कतिजना चाहिँ आफ्नै काकाले आफ्नो भतिजलाई यहाँ धोका दिइराखेको, आफ्नै गाउँको ठुलो बाउको छोराले यहाँ आफ्नो भाइलाई धोका दिइराखेको अवस्थाहरू छन्। अब त्यो अर्कोको भर परेर तपाईँसँग केही सिप छैन भने भोलि टिकट काटेर घर जानुभन्दा अरू केही उपाय छैन। भिजिटमा आउनलाई यसै 3-4 लाख लाग्छ, दलैहरूले छोड्दैनन् त्यति पनि। ती सबै कुराहरू हेर्दाखेरिमा बुझ्दाखेरिमा विदेश नआउँ कि जस्तो नि हुन्छ। तर नेपालमा केही पनि अब सिप नलागेपछि आउने हो विदेश भनेको। त्यो भएको हुनाले दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो सुरक्षा आफै गर्नु होला। कसैले तपाईँको सुरक्षा दिन सक्दैन। यो चाहिँ मैले लेखेरै दिन्छु। पछि तपाईँहरूलाई अहिले नबुझे पनि यो भिडियो पछि तपाईँहरूले यहाँ आइसकेर काम गरिसकेपछि तपाईँहरूले चाल पाउन सक्नुहुन्छ, फल्नाले यस्तो भनेको थियो भनेर। हुन्छ, आजको भिडियो यति नै। भोलिका दिनमा यस्तै भिडियोहरू म फेरि नै लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि बिदा हुन्छु। हस्त, नमस्ते, जय नेपाल।